हेलो गुडिया त्यो के गरेको अनि यो माछा हानेर चाहिँ उसले चाहिँ कभरले भ्लग गरेर चाहिँ कभरले कहीँ भ्लग डाइनोसरको चाइना भएको रहेछ अनि खत्तम हुँदैन अब हामी चाहिँ रानीमा हिँडेको हाम्रो हेलो गाइस वेलकम ब्याक टु माय न्यू भ्लग यो चाहिँ हाम्रो सेसन्द्रा यहाँ सेसन्द्रा आउँदैछ अनि आज चाहिँ हामी रानीमा जान आँटेको हाम्रो सुजन दाजुले लान्छु भनेर अब तपाईँहरूलाई रानीबनको भ्यू पनि देखाउने छु हो यहाँ लज्जाकी पनि खोइ हेरौँ अरे 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 हेरौँ न तिम्रो अनुहार हेर्नु हुँदैन खोइ उसको अनुहार उसको अनुहार त राम्रै छैन देखाउँदैन भए त यहाँ सुग्री थोदी बुढी हेरौँ न अनुहार स्टोरेज यहाँ हेरौँ न यहाँ टिकी लाएर अहिले हाम्रो भाइरल बोय गिफ्ट जस्तै बनाइदिएको थियौँ हो त त्यो पनि यहाँ चाहिँ अर्को यहाँ नक्कली नक्कली हो नक्कली मात्र मा नक्कली हो भन्नु त हो कि होइन हो नि हो भुक्कामा भुक्का यता हो गाडी लाँदा नि चलेको र नि चलेको कहाँ देखियो ए त्यो त अब देखाइन्छ नि सो हामी चाहिँ अहिले अब रानीबनतिर घुम्नु जान आँटेको छौँ सो अनि यहाँ चाहिँ हाम्रो बुढीहरू छ अनि यहाँ पछाडि हाम्रो उपर चाहिँ उपर सबै मगर ह्याङहरू आउँदै हुन्छ लेडे मगर ग्याङ सेडे मगर ग्याङ सबै आउँदै हुन्छ सो अनि हामी चाहिँ अब रानीबन चाहिँ तपाईँलाई गरेर देखाउनु होला छु यो चाहिँ ठुलो रानीबन छ क्या सो अनि मान्छेहरू चाहिँ धेरै आउँछ हुन्छ सो देख्नुहुन्छ यो चाहिँ रानीबन हो क्या अनि के गरेको अरे त्यहाँ निगुरो सिगुरो के टिप्नु अनि त्यस्तो छ बरु यस्तो यो चाहिँ रानीबन सो अब तपाईँहरूलाई चाहिँ मेन रानीबन देखाउन आएको छु हामी मान्छेहरू चाहिँ अलि आउनु भएको छ क्या सो हाम्रो चाहिँ उपर चाहिँ मान्छे आउँदा हुन्छ बिस्तारै हुन्छ क्या उपर हुन्छ म जुन भ्लगरको कभरले भ्लग बनाइरहेको छु यहाँ चाहिँ उसले चाहिँ कभरले भ्लग गरेर चाहिँ कभरले कहीँ भ्लग भन्छ जुन भ्लगरको कभरले बनाइरहेको छु भ्लगर पनि ठुलो इच्छा होइन कस्तो यो चाहिँ गेट बनाएको अरे क्या यो रानीबनको गेट तिमी चाहिँ नबोल न म बोल्दैछु क्या सो अनि त्यहाँ चाहिँ बाट मान्छेहरू हुनुहुन्छ सल्ली देख्नु सक्नुहुन्छ सो अब तपाईँहरूलाई चाहिँ म रानीबनको के छ त भ्यू धापा नाम घर छ उपर हेर्नु न माछा मार्नु पर्यो यहाँ पर पुरा हुँदैन माछा मार्नु बाफ्रे के माछामा नाम भएको रहेछ त्यहाँ सो माछा नाम भएको रहेछ यहाँ चाहिँ हेर्नु न यहाँ त्यहाँदेखि त्यहाँ ल्याइसम्म भएको छ अनि यहाँ चाहिँ मान्छे देख्नुहुन्छ रे माछा मार्दै हुन्छ यहाँ चाहिँ रे खोइ माछा छ कि छैन थाहा चाहिँ छैन त्यही पनि सो अब हुन्छ ब्याकग्राउन्डमा खोइ माछा मार्दै हुन्छ होइन कत्रो जाल छ नि मान्छेहरू रन्नै हुन्छ सो अनि त्यहाँ पर चाहिँ हाम्रो रानीबन ल्याएको त्यहाँ पनि पुग्छु म साथी चाहिँ यहाँ गइसक्यो सो पुरै तालमा चाहिँ पुरै माछा नरहेछ त्यहाँ परदै ल्याउनु भएको होला अङ्कलहरूले ऊ माछा चिल्ली गरेर क्या सो अब चाहिँ तपाईँहरूलाई देखाएर आएको छ क्या रानीबन आउँदा पनि मिटर बक्स रहेछ यहाँ चाहिँ लाइन आएको थियो नि क्या हो यहाँ चाहिँ दुई ठाउँ रहेछ त्यहाँ रानीबन त्यहाँ लेखेको अनि यहाँ रहेछ रानीबन लेखेको दामी छ यहाँ चाहिँ अङ्कलहरू यहाँ यहीँ छ टक्कैहरू माछा चाहिँ पुग्लु पुग्लु उब्रे क्या त्यहाँ चाहिँ माछाहरू चाहिँ पुग्लु पुग्लु त्यहाँ न त्यहाँ पुरै मान्छेहरू छ त्यहाँ गाईहरू चाहिँ यस्तो यहाँ चाहिँ यहाँ पनि ताल छ यहाँ पर चाहिँ के हो रातो रातो भएर छ यार अब रानीबन भनेर सो त्यहाँ गएको चाहिँ कहाँ छ त यहाँ चाहिँ यार कहाँ छ बाटो यहाँदेखि चाहिँ पक्नु यहाँ कहाँ छ बाटो कहाँ ओ यहाँ रहेछ बाटो यहाँ सो त्यहाँ चाहिँ खेलिरहेको छ ओ गाह्रो छ यार त्यहाँदेखि त यस्तो त छ अनि यहाँ त गाडमा बस्छ भने त खत्तम हुन्छ त यार खत्तम हुन्छ यहाँ त्यही हो के हो यो बस ठिक न कि मजा आ रहा है हमको आए मोटो पाडलू हमको ओ डाइनोसर त के बनाएर छ हाम्रो डाइनोसर यार हेर्न डाइनोसरको यो डाइनोसरको मुख कता मुख हेर न यस्तो बनाएर भित्र चाहिँ यस्तो फलाम रहेछ क्या यहाँ चाहिँ यसको डाइनोसर त यस्तो बनाएर छ नि डाइनोसरको चाइना भएको रहेछ अनि खत्तम हुँदैन झगडा पऱ्यो झगडा पऱ्यो वेलकम टु माय भ्लग यहाँ पुरै मेन त माछा बुल बुल उठिरहेको छ
मेरो बहिनीलाई साली बनाउला अब अनि तिम्रो चाहिँ नाठो को हो त साली भन्ने होइन तिम्रो भेना चाहिँ को हो त आज भेना को हो सानीको बुढो ऊ एरन थापा मगर बाबरे डोना थापा मगर मसित नि फ्रेन्ड छ नि भाइ यो एरन थापा मगर छ नि योमा सब छोटी फ्रेन्ड कि फलो भनेको फलो गरेको फलो हैन फ्रेन्ड फलो फलो हुन्छ तिनीहरूको आलु भएर के भन्छौ आलु तु भालु ए पापड पापड के अरे पापड हैन अर्को बुका आलु भन्नु त आलु ओ बुका आलु भन्नु न आलु ए तु हे भालु बुका मा भालु बुक्का होइन बक्का बक्का किनेर खान पाइन्छ बक्का राले बक्का 10 रुपैयाँ कि 20 रुपैयाँ पर्छ 10 रुपैयाँ पर्छ 15 रुपैयाँ बक्का के हो होला ओइ रसगुल्ला किन यो रसगुल्ला त ठ्याक्कै ओ रसगुल्ला हेर न हिँडेको यिनीहरू गेटबाट निक्ने बेला भइसक्यो हाम्रो अब थाहा छैन यिनीहरू